हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। म चाहिँ आज तपाईँहरूलाई रेशम फ्री सङ फ्लुटमा कसरी बजाउने, हाम्रो बाँसुरीमा कसरी बजाउन सकिन्छ, यसो थोरै नोटेसन लिएर आएको छु तपाईँहरूलाई सजिलो गराउनको लागि। हुन त म पनि बिगिनर छु, म पनि त्यति राम्रोसँग त जान्दिनँ, तर जे जानेको छु त्यो चाहिँ तपाईँहरूलाई सिकाउने कोसिस गरेको छु। अब मिस्टेक भए चाहिँ माफ गरिदिनु होइन। ल अब ढिलो किन गर्नु पर्यो, सुरु गरिहालौँ है। म एकचोटि पहिला बजाएर सुनाउँछु है तपाईँहरूलाई। यही हो गाइज होइन। यो चाहिँ कसरी बजाउन सकिन्छ त, सजिलो तरिका छ, एकदम सजिलो। एउटै नोटेसनले चाहिँ हामी सिक्न सक्छौँ। म चाहिँ हजुरलाई औँला चलाएर यही हिसाबमा देखाउँछु है। हेर्नुहोस् है, पहिला साबाट चाहिँ हाम्रो सुरु भएको छ यसरी। यो हातको अहिले हाम्रो प्रयोग गर्नु पर्दैन, हेर्नुहोस् है। रे सम भइसक्यो। सारे ग भनेको रेशम। अब फेरि रि भन्नु परेन। प फि ध रि फेरि प रि, अनि फेरि यसो तानेर फेरि ध। सारे ग प ध प ध। रेशम फेरि रे रेस, अब फेरि रेशम फेरि रे। अब फेरि के गर्नु पर्यो, रे गरिएको थियो नि त। अब फेरि यताबाट गरे सा। सजिलो छ नि। रेशम फेरि रेशम फेरि। अब उडेर जाउँ फेरि, त्यही एउटै नोटेसन छ हेर्नु है। रेशम फेरि रे। एकदम सजिलो छ गाइज होइन। अब औँला चलाएको अब नोटेसनमा चाहिँ सुरुमा त हामीले यो सारे गमा जो जान्नुपर्छ, सरगम भन्छ होइन, यो जान्नुपर्छ। यो जानिसकेपछि चाहिँ औँलो चलाउनलाई अलि सजिलो हुन्छ। सबले नोटेसनमा भनिदिनुहुन्छ, त्यसो हुँदा हजुरहरूलाई सिक्न गाह्रो हुन्छ। सारे गम जान्नुपर्छ, तर त्यो जान्नुभएको छैन भने पनि हेर्नुहोस्, यहाँ मैले औँलो चलाएर देखाएको छु। यो यताको तिनवटा औँला, पछाडिको तिनवटा औँलोमा यो पुरै खाली राखेर रेशम फेरि रे रेशम फेरि रे। उडेर जाउँ कि टाढैमा भन्छ्याङ, रेशम फेरि रे। एकदम सजिलो छ, हेर्नुहोस् औँलाले पनि देखाएको छु। यो चाहिँ हजुरले अब भिडियो स्लोमा गराएर हुन्छ कि केमा गराएर हुन्छ, स्लो हेर्नुहोस्, आनन्दसँग बुझ्नु, अनि औँलो चलाउनुहोस्। यही नक्कल गरेर हजुरको चाहिँ रेशम फेरि बज्छ। मैले जे जाने त्यो चाहिँ सिकाएको छु। एकचोटि म सर बजाउँछु है त। हाम्रो यसको इन्ट्रो पनि छ, बिचमा हाम्रो छुट्टै छुट्टै साउन्डहरू पनि थप्न सकिन्छ। त्यो चाहिँ हजुरले यो जानेपछि चाहिँ हजुरले कमेन्ट गर्नुहोस्, अनि म चाहिँ पुरै भिडियो लिएर आउँछु।
हस् धन्यवाद साथीहरू भिडियो हेरिदिनु भएकोमा। अब केही मिस्टेक भएमा चाहिँ सल्लाह सुझाव दिनु होला। म नि पहिलोचोटि हो भिडियो बनाएको चाहिँ, के कसो छ भिडियोमा, के कमी कमजोरी भएमा चाहिँ भनिदिनुहोस्। म फेरि अर्को भिडियोमा तपाईँहरूको कमेन्ट अनुसार चाहिँ लिएर आउने कोसिस गर्छु। आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्छुस् है।